हेलो सबैजनालाई स्वागत छ मेरो आजको नयाँ भिडियोमा। अनि सन्चै हुनुहुन्छ होला हैन, म नि सन्चै छु भनौँ हैन। अनि अलि हल्का हल्का रुगा लागेको छ। अनि आजको भ्लग चाहिँ के को हो त हजुरले टाइटल देखेर थाहा पाइसक्नु भयो होला। आज म जाँदैछु कि पोर्कमा साग हालेर बनाउन जाँदैछु हो। अब त्यस्तै त हो हैन, भ्लग मेरो भ्लग त अब त्यस्तै हुन्छ, खाएको बनाएको घुम्न खासै गइदिन हैन। अब भ्लग पनि के हाल्नु, अनि त्यही भएर अनि आज चाहिँ धेरै भयो थियो नबनाएको, धेरै बनाले 2-3 दिन भयो थियो, 3-4 दिनै भयो थियो। अनि मेरो एकजना भाइले चाहिँ भ्लग किन आएन दिदी भ्लग बनाउनु भन्नुभएको थियो। त्यही भएर मैले चाहिँ आज भ्लग बनाउन जाँदैछु, हेर्नु होला अन्तिमसम्म। अनि मेरो नानी चाहिँ ऊ खेल्दैछ हो, छोरी यता हेर, मैले चाहिँ उसलाई 2 चुल्ठी बाटेर हो आज फर्स्ट टाइम। कस्तो राम्रो देखेछ मेरो छोरीलाई, समाउनु पर्यो फोन, टिभी हेरेर छोड्दैछु हो उसलाई। अनि अब चाहिँ म काम गर्छु हैन, बुढा चाहिँ ड्युटी जानुभयो। अनि काम चाहिँ टन्नै छ हो, काम कति धेरै छ, कपडा धेरै छ, घरको पारा यस्तो छ देखि। अनि साथीहरू हेर्नुहोस् है, यहाँ मेरो छोरीको कपाल। मैले चाहिँ यो हिजो बाहिर बजार गएको थिएँ, अनि बजारबाट लिएर आएर अनि हराइहाल्छ क्या, उसले कति धेरै हराइसक्यो, फुकाल्छ क्या। उसलाई रिस उठेको बेला चाहिँ कपालहरू तान्नी अनि बाँधेको लेबलहरू फुकाल्ने गर्छ क्या, रिस आएर कता कता फाल्छ हो। अनि यो चाहिँ के भन्छ उसको साइकल कि हिजो उसको बाबाले किनेर ल्याइदिएको हो होइन, फाइनल साइकलको चाहिँ यस्तो छ। अनि यो चाहिँ एकदम एक्सपेन्सिभै छ क्या। मैले चाहिँ मेरो बुढालाई धेरै उनीहरूलाई पनि भनेको, अनि बुढा मान्नु भएन, राम्रै खालको किन्नु भयो भन्नुभयो। अनि त भनेर अनि यो चाहिँ उसको साइकल चाहिँ यस्तो छ, यस्तो खुसी हुन्छ क्या, यस्तो खुसी भएको छ मेरो छोरी। अनि यही हो साथीहरू, अब म चाहिँ खाना बनाउँछु। खाना बनाउनुभन्दा पनि पहिला म चाहिँ भाँडाहरू धुन्छु। यो चाहिँ मेरो बुढाले नास्ता खाएर जानुभएको हो होइन। यहाँ मैले ग्रिन टी सेलाउन राखेको थिएँ, लास्टै सेलाएछ फेरि। त्यो मासुलाई चाहिँ मैले बोइल गर्दैछु। तपाईँहरूलाई चाहिँ म बनाइसकेपछि देखाउँछु ल। यता चाहिँ मैले नानीको लागि दुध तताउँदैछु। यहाँ हेर्नुहोस् भाँडा, मैले चाहिँ यहाँ पकाउन लाग्दैछु। तेल चाहिँ अलिक बढी पो भयो क्या, तेल बढी भयो जस्तो छ। धेरै हाल्यो भने पिरो हुन्छ होला, त्यही भएर एकछिनको लागि यसलाई म यहाँ छोड्छु।
मसला बनाउन लाग्यो। यो चाहिँ यसमा म हाल्छु जिरा धनिया हालेर मिक्सरमा पिस्छु। म चाहिँ जहिले यसरी नै बनाउँछु क्या, होममेड यसरी बनाएको मनपर्छ मलाई। सबै हाल्नु धेरै हुन्छ होला। यस्तै हो साथीहरू, सबैको इच्छा हुन्छ पकाउनु होइन। हजुरहरूले कसरी पकाउनुहुन्छ? मैले चाहिँ यसरी नै पकाउँछु, पकाइरहेको छु अहिलेसम्म। मेरो छोरी चाहिँ सुतेको छ, तर अब चाहिँ यो बजेको सुनेर उठ्छन् होला, उठ्छन् होला। यो मसला चाहिँ रेडी भयो। यो मसला आज चाहिँ मलाई कसै बोल्नु मन लाग्छ नि साथीहरू, किन हो किन। कहिलेकाहीँ यस्तै हुन्छ, बोल्नु मन लाग्दैन, हाँस्नु मन लाग्दैन, सायद त्यही भएको होला मलाई पनि। मेरो पिसको सब्जी चाहिँ पाक्यो साथीहरू। मेरो चाहिँ खाना रेडी भयो बुढाको मेरो। अब चाहिँ हामी खान्छौँ, खाइसकेपछि बिर्छु र। अहिले रौ न अहिले होइन, स्रिक्क पारेर काम धन्दा भ्यायो हो। अनि अहिले फेरि उस्तै हुन्छ, अहिले त हुन्न भोलि। हेलो सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। अनि मैले चाहिँ भिडियो चाहिँ अस्ति नैदेखि बनाएर राखेको छु, तर पोस्ट गरेको छैन। त्यो भिडियो चाहिँ जम्मा 4-5 मिनटको मात्रै भयो। अनि त्यही भएर मैले चाहिँ आज चाहिँ अलिकति भिडियोहरू बनाएर अनि त्यसमै लगाएर जोडेर अनि अलि लामो बनाएर पोस्ट गर्नको लागि चाहिँ मैले भिडियो स्टार्ट गर्दैछु। आज चाहिँ भिडियो छुट्टै खालको हुन्छ, अन्तिमसम्म हेरिदिनु है। के गर्छु, आज चाहिँ सन्डे हो, आज सन्डेको दिन चाहिँ मैले के गर्छु भनेर हजुरहरूले अन्तिमसम्म हेरिदिनु होला। गाइज मेरो बुढा चाहिँ सब्जी लिन जानुभएको छ बाहिर बजार। म चाहिँ नानी सुताएर बसेको, अनि काम धन्दाहरू सबै लगभग भ्याइसक्यो। अब चाहिँ खाना बनाउन मात्र बाँकी छ। अनि अब खाना बनाउँछु बिस्तारै। अनि टमाटरहरू छैन कि, टमाटरहरू चाहिँ बुढाले लिएर आउनुहुन्छ। अनि त्यसपछि बल्ल सब्जी बनाउँछु, अरू कुराहरू चाहिँ म बिस्तारै गर्दै गर्छु। अन्तिमसम्म हेरिदिनु होला साथीहरू। मैले चाहिँ यहाँ यो पानीपुरी बनाउँदै थिएँ, पानीपुरी फुराउँदै थिएँ। नानी रोइदिइहाल्यो क्या बिचमा, अनि झगडा गरेर अनि म नानी सुताउन ग्यास मारेर नानी सुताउनलाई गइहालेँ। यो त पुरा यहाँ कालो भएर बसेको छ नानी, कस्तै झगडा गरेर के छोडेर गइहालेँ। यता नानीको दुध पाक्दैछ, नानीको लागि दुध पाक्दैछ। अनि मैले आज मेरो भिडियोको स्पेसल हो डिस भनेको चाहिँ यो हो पानीपुरी। त्यो पानीपुरी नखाएको चाहिँ मैले धेरै नै भयो क्या, अनि त्यो आज चाहिँ खानु पर्यो भनेर सोच्दैछु। अनि यो चाहिँ मासु मैले मेरिनेट गरेर राखेको छु। यो चाहिँ अहिले फ्राई गर्नु भनेर, अनि अब चाहिँ म यो फ्राई गर्न
पुऱ्याउन लाग्छु। यो चाहिँ थोरै थोरै आज सन्डे हो नि त, त्यही भएर मैले चाहिँ आज जाङ्गर निकालेर बुढाको लागि केही सन्डेको दिन त केही स्पेसल हुन पर्यो नि अलिअलि, त्यही भएर त्यो चाहिँ मलाई दिदीले हाम्रो यहाँ इन्डियामा पाउँदैन अनि उता दिदीले चाहिँ नेपालबाट पठाइदिनु भएको थियो अनि यो पनि कस्तो मनपर्छ त मलाई। हो हेर्दै गर्नु होला, म चाहिँ त सिकाउँछु। यो चाहिँ तेल तातेको रहेनछ राम्रोसँग। हेर्नुहोस् मैले चाहिँ यो पापड अनि यो ब्राउनहरू फ्राई अनि पानीपुरी चाहिँ डढेको छ। यो चाहिँ हाम्रो आज उता पिकनिक गयो भने ड्राई पिकनिक गयो भने भनेर अहिलेदेखि नै मैले चाहिँ पुऱ्याएर राखेको, थाहा छैन गइन्छ कि गइँदैन मात्र भने घरमै खाइने हो खाने हो। त्यही भएर अब यो चाहिँ हामीले रोपेको फर्सी, यो चाहिँ म यहाँ टिप्न जाँदैछु। आज चाहिँ हरियो सब्जीको खानु पर्यो भनेर यो चाहिँ रोपेको पहिलोचोटि टिप्दैछु रोपेपछि। साथीहरू हामी चाहिँ खानासाना खाएर बसेको अनि मैले चाहिँ नानीलाई नुहाएर तेलसेल लगाएर खाना खिलाएर बसेको। अब 4 बज्न लाग्यो, काम धन्दा भ्याउँदा के गर्नु गाइज। उसलाई चाहिँ मैले पापड दिएको थिएँ, खाँदैछ। मम्मीलाई देऊ। खाइदिन्छु सबै। यसको पापा चाहिँ सुतिरहेछ। त्यही हो साथीहरू, बनायो खायो बस्यो। यति भए चाहिँ मेरो ब्लग आजको बन्यो होला सायद होइन। मेरो भिडियो चाहिँ म यहीँ इन्ड गर्छु ल। झ्याउ लाग्यो, अन्तिमसम्म हेरिदिनु भयो होला सायद होइन। अन्तिमसम्म हेरिदिनु हुने मेरो साथीहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि नयाँ हुने साथीहरूले चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। अन्त बाई, मेरो भिडियो इन्ड गर्छु। बाई बाई।